नमस्ते तपाईहरु सबैजनालाई। म आज फेरि पुनः तपाईहरु माझ लुम्बिनी र मध्य प्रदेश विशेष एकदम धेरै महत्त्वपूर्ण प्रश्न खण्ड लिएर तपाईहरु माझ उपस्थित भएको छु। आशा छ तपाईहरुलाई यो भिडियो पनि अवश्य पनि उपयोगी हुनेछ भन्ने अपेक्षा लिएको छु। साथै अबको मेरो केही महिनाको सहकार्य तपाईहरुको लुम्बिनी र मध्य प्रदेशको वन रक्षकको व्यापक तयारीसँग रहनेछ। तपाईहरुले व्यापक रूपमा पढ्ने अध्ययन गर्ने तपाईको जिम्मा हो भने मैले तपाईलाई चाहिँ अप्ठ्यारो परेको समयमा सहजीकरण गर्ने र परीक्षाको दृष्टिकोणले एकदम धेरै भन्दा पनि धेरै महत्त्वपूर्ण प्रश्नहरू लिएर तपाईहरुलाई विभिन्न माध्यमबाट तपाईहरुमाझ उपस्थित हुने मैले जमर्को गरेको छु। त्यसैले यस्ता धेरै महत्त्वपूर्ण प्रश्नहरू तपाई चाहनुहुन्छ, तपाई अध्ययन गर्न चाहनुहुन्छ भने यो च्यानललाई कति पनि ढिला नगरी च्यानललाई सब्स्क्राइब गरिदिनु होला, नजिकैको बेल आइकनमा थिचिदिनु होला ताकि मैले पोस्ट गर्ने यस्ता धेरै महत्त्वपूर्ण भिडियोहरू तपाईहरुमाझ सजिलै उपलब्ध हुन सकुन् भन्दै आजको प्रश्न नम्बर 1 मा छ लुम्बिनी प्रदेशको तराई क्षेत्रमा नदीको किनारामा सबैभन्दा पहिले उम्रने प्रजाति तलको मध्ये कुन हो भनेको छ। यो विषयमा गण्डकी प्रदेशमा प्रश्न पनि सोधेको छ। मैले पहिलेको क्लासमा मसँग जति साथीहरु क्लास लिन जोडिराख्नु भएको छ उहाँहरुको लागि मैले क्लासमा पनि भनेको थिएँ। यो सक्सेसनबाट सोधेको प्रश्न हो। यसलाई चाहिँ सक्सेसन भन्छ वन विज्ञानमा। सक्सेसनका विभिन्न प्रकारका चरणहरू हुन्छन्। त्यस्तै तपाईको तराईमा चाहिँ तराईको सक्सेसनको कुरा गर्दाखेरि चाहिँ तपाईको तराईमा चाहिँ जब खोला अथवा नदीले चाहिँ विभिन्न प्रकारको चाहिँ आफ्नो ठाउँ छोडेर बगर बनाउँछ, त्यस्तो बगर बनाइसके पश्चात सबैभन्दा पहिला आउने प्रजाति चाहिँ काँस र कुस हो। त्यो भन्दा पछाडी खैर र सिसो आउँछ अनि त्यो भन्दा पछाडी चाहिँ साल आउँछ। तराईको क्षेत्रमा एकदमै महत्त्वपूर्ण छ यो प्रश्न। त्यस्तै हिमाली क्षेत्र हिमाली भन्दा नि मध्य पहाडी क्षेत्रमा चाहिँ उत्तिस पहिले आउँछ है। उत्तिस आउँछ, जस्तै पहिरो गएको ठाउँमा उत्तिसहरु आउँछ, तिलकाहरु आउँछ। यो कुरा चाहिँ महत्त्वपूर्ण छ। त्यसैले यसको उत्तर चाहिँ अहिले चाहिँ तपाईले यसको उत्तर चाहिँ के टिक लाउनु पर्यो त भन्दाखेरि तराई क्षेत्रमा भनेको भएर रुख प्रजाति भनेको भए खैर र सिसो हुन्थ्यो, तर यसले के भनेको छ वनस्पति भनेको चाहिँ काँस र कुसमा चाहिँ तपाईले टिक लाउनु पर्यो अहिलेलाई चाहिँ है त। त्यस्तै तपाईलाई हामीले भर्खरै आज सम्पन्न भएको गण्डकी प्रदेशको परीक्षामा मोर देन लगभग तपाईको 57-58 भन्दा बढी प्रश्नहरू मेरो मोडल क्वेशनबाट चाहिँ फसेको छ अथवा त्यो त्यहाँको मोडल। जस्तै तपाईले रुखको उचाइ 1.3 मा नापिन्छ भन्ने खालको कुरा मात्रै होइन कि मैले बनाएका प्रश्नको मोडालिटीहरू, प्रश्नको प्याटर्नहरू, प्रश्नले बनाएका त्यो अथवा चाहिँ त्यो प्रश्नमा प्रयोग गरिएका भाषागत शब्दहरू र त्यो प्रश्नको मोडालिटी धेरै भन्दा पनि धेरै फस्छ। त्यसैले तपाईलाई म के कुराको ग्यारेन्टी दिन चाहन्छु भने तपाई यदि मसँग अनलाइन क्लासमा जोडिन चाहनुहुन्छ भने लुम्बिनी र मध्य प्रदेशको वनरक्षकको कक्षा एकदमै न्यून, एकदमै सहुलियत दरमा सञ्चालन भइरहेको छ। तपाईलाई कुनै पनि विषयवस्तु बुझ्न एकदम कठिन छ, तपाईले बुझ्न एकदम सकिराख्नु भएको छैन भने तपाईले एक पटक यो लुम्बिनी र मधेसको संयुक्त क्लास लिनुभयो भने तपाईले पछि कुनै पनि प्रदेशको फेरि क्लास लिन नपर्ने गरी तपाईलाई मैले जिरोबाट हिरो हुने गरी मैले तपाईलाई चाहिँ जिरोबाट हिरो अथवा चाहिँ यो वन क्षेत्रको बारेमा सबै वन रक्षकको पाठ्यक्रमको बारेमा सम्पूर्ण पाठ्यक्रमको बारेमा विस्तृत अध्ययन गराई तपाईले जहाँबाट प्रश्न सोधे पनि नबिग्रिने खालको कन्सेप्टले चाहिँ मैले तपाईलाई वन रक्षकको कक्षा सञ्चालन गर्दै छु। त्यसैले तपाईहरु कोही इच्छुक हुनुहुन्छ भने एक तपाईले त्यो बुक किन्ने पैसा दुनियाको चाहिँ त्यो तपाईले चाहिँ अनावश्यक मटेरियलहरु खरिद गरेर खेर फाल्ने 1500-1600 पैसा 1000-1200 का बुक किन्ने पैसा तपाईले बरु क्लासमा लिनुस्। तपाईले बुकमा भएको सबै मटेरियल पीडीएफ पाउनुहुन्छ, हरेक युनिटको पीडीएफ नोट पाउनुहुन्छ। तपाईले प्रत्येक पाठ्यक्रम अनुसार कक्षा यो पाठ्यक्रम 1 देखि त्यसको जति पाठ्यक्रम छ त्यो पाठ्यक्रम अनुसारको चाहिँ तपाईले कक्षालाई चाहिँ एकदम विस्तृत रूपमा जिरो लेभलबाट चाहिँ तपाईले मैले चाहिँ यो बुझे सर भन्ने गरी त्यो विषय वस्तुप्रति चाहिँ तपाईलाई बुझाएर चाहिँ अध्ययन गराइने छ।
हरेक इकाइको कम्तीमा पनि 100 वटा भन्दा बढी एकदम धेरै नमुना प्रश्न उपलब्ध गराइनेछ। किनभने त्यति प्रश्नहरू तपाईले पढ्नु भयो भने धेरै प्रश्नहरू कभर हुन्छ। अनि त्यस्तै अर्को प्रत्येक दिन चाहिँ नमुना सिट प्रश्न गराइन्छ। हरेक च्याप्टर पढाइसकेपछि त्यो च्याप्टरसँग सम्बन्धित प्रश्नहरूको बारेमा चाहिँ छलफल गराइन्छ। अति महत्त्वपूर्ण प्रश्नहरूको बारेमा वन क्षेत्रका विज्ञहरूबाट प्रशिक्षक गरेर कक्षा सञ्चालन गराइन्छ। तपाईले भर्खरै हेर्नुभयो मैले गण्डकी प्रदेशको परीक्षामा लास्ट समयमा गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रालयको वरिष्ठ अधिकृत लगायत बागलुङ जिल्लाको चाहिँ डिफो साबर लगायत 2-4 जना एकदम रिसोर्स पर्सनहरू अथवा स्रोत व्यक्ति वन क्षेत्रको विज्ञ व्यक्तिहरूलाई चाहिँ जोडेर क्लास सञ्चालन गरेको थियो। त्यहाँबाट पनि केही प्रश्नहरू आएको थियो। हो त्यस्तै लुम्बिनी प्रदेशमा पनि लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयको अधिकृत लगायत विभिन्न प्रकारका डिभिजनल वन अधिकृतको सहकार्य र समन्वयमा तपाईहरु माझ मैले एज अ गेस्ट प्रशिक्षकको रूपमा चाहिँ तपाईलाई उहाँहरु मार्फत पनि मैले त्यही शुल्कमा तपाईलाई कक्षा मिलाउने व्यवस्था गर्नेछु। त्यसैले तपाईले पढ्नु नै छ भने तपाईले वनरक्षक जागिर खानु नै छ, वनरक्षकको जागिर म जसरी पनि जागिर खान्छु भन्ने छ, अथवा लुम्बिनी प्रदेश धेरै जसो चाहिँ हाम्रो पश्चिमी भेगको साथीभाइहरुको लागि एकदम पाएक पर्ने जिल्ला हो। त्यसैले लुम्बिनी प्रदेशको जागिरको लागि तपाई चाहिँ इच्छुक हुनुहुन्छ भने तपाई यो क्लासमा जोडिनुहोस्। मेरो क्लासमा विद्यार्थी धेरै हुनुहुन्छ। त्यसैले तपाईहरु चाहिँ समयमै तपाईले चाहिँ आफ्नो सिटलाई चाहिँ सुरक्षित राख्नुहोस्। यदि क्लास लिन चाहनुहुन्छ भने तपाईले 985784244644 मा व्हाट्सएपमा मेसेज गर्नुहोस् र यसको चाहिँ 2081 साल 12 महिना 13 गते बेलुका 8 बजे चाहिँ तपाईको निशुल्क ओरिएन्टेसन कक्षा हुँदैछ। तपाई सबभन्दा पहिले ओरिएन्टेसन कक्षामा जोडिनुहोस्। ओरिएन्टेसन कक्षाको पैसा लाग्दैन तपाईलाई। त्यहाँ जोडिसकेपछि तपाई क्लास मन पर्छ भने अर्को दिनबाट चाहिँ तपाई भर्ना हुनुहोस्, क्लास पढ्नुहोस्। त्यसैले मैले तपाईलाई भन्ने निर्देशन के हो भने तपाईले बुक किन्ने अनावश्यक रूपमा चाहिँ केही 2-4 दिनको खाजा खर्च बचाएर तपाईलाई एकदम न्यून दरमा मैले तपाईको कक्षा सञ्चालन गर्दैछु 2वटा प्रदेशलाई उपयोगी हुने गरी। र यो क्लास पढिसकेपछि अरु कुनै पनि नपढेर म आफै अध्ययन गरेर म अरु प्रदेश खुली पनि दिन्छु भन्न सक्ने गरी त्यसरी चाहिँ सक्षम बनाउनु उद्देश्यले मैले कक्षा सञ्चालन गर्दैछु। तपाईहरु सबैजना चाहिँ जोडिनको लागि चाहिँ मैले तपाईलाई अनुरोध गर्न चाहन्छु है त। त्यसको लागि चाहिँ तपाईले यो नम्बरमा चाहिँ तपाईले मलाई सम्पर्क गर्न सक्नुहुनेछ। र यति भन्दै अर्को चाहिँ के छ भने तपाईले अब व्हाट्सएप अब यो निशुल्क अनलाइन कक्षाको निशुल्क ओरिएन्टेसन क्लासको लिंक चाहिँ तपाईले चाहिँ कहाँ पाउनु हुनेछ त भन्दाखेरि निशुल्क ओरिएन्टेसन क्लासको चाहिँ लिंक चाहिँ मेरो फेसबुकमा चाहिँ तपाईले नेपालीमा जेपी बुढाथोकी भनेर चाहिँ सर्च गर्नुभयो भने तपाईले भेटाउनु हुनेछ। हो त्यो फेसबुकमा चाहिँ तपाईले हेर्नुभयो भने यो पेजमा तपाईले हेर्नुभयो भने चाहिँ तपाईले यो लिंकमा चाहिँ तपाईले हेर्नुभयो भने तपाईले चाहिँ यहाँ चाहिँ मैले चाहिँ ठ्याक्क 2081 साल 13 महिना 8 गते भन्दा 5 मिनेट अगाडि चाहिँ यो मेरो फेसबुक पेजमा चाहिँ मैले मेरो लिंक राख्ने छु। त्यो लिंकबाट पनि तपाईले आफ्नो क्लासमा चाहिँ निशुल्क ओरिएन्टेसन क्लासमा जोडिन सक्नुहुनेछ भन्दै आजको अर्को प्रश्न नम्बरतिर लाग्न चाहन्छु। आजको अर्को प्रश्न नम्बर 2 मा रहेको छ तलको मध्ये कुन प्रकारको वनमा सालको प्रजातिको वनस्पति पाइन्छ, साल प्रजातिको वनस्पति पाइन्छ भनेर छ। कुन प्रदेशमा पाइन्छ त भन्दाखेरि उष्ण प्रदेशीय वनमा चाहिँ साल पाइन्छ। यसलाई ट्रपिकल फरेस्ट भन्छ 1000 मिटर भन्दा तलको। अनि प्रश्न नम्बर 3 मा रहेको छ कानुन अथवा सामुदायिक वन उपभोक्ता समूह दर्ता प्रमाणपत्रको म्याद कति वर्षसम्म राख्न सकिन्छ भन्ने छ। एकदम लजिकल तपाईलाई एकदम यस्ता प्रश्नहरुको अभ्यास गर्नुभयो भने तपाईले कुनै पनि हालतमा चाहिँ परीक्षा बिग्रिदैन। त्यसैले यो प्रश्नको उत्तर चाहिँ तपाईले कमेन्ट बक्समा अनिवार्य रूपमा सबैजनाले यो प्रश्नको उत्तर चाहिँ कमेन्ट बक्समा लेख्नु होला है त। तपाईले कसरी तपाईको कमन सेन्सको कुरा छ, तपाईलाई आइडियाको कुरा छ, तपाईलाई ट्याक्टिक्सको कुराहरु छ, तपाईलाई चाहिँ कसरी प्रश्नलाई बुझ्ने, कसरी प्रश्नलाई अध्ययन गर्ने भन्ने सबै कुरा चाहिँ मैले तपाईलाई ओरिएन्टेसन क्लासमा अथवा चाहिँ रेगुलर क्लासको बीचमा चाहिँ मैले त्यस्ता गाइडेन्सहरु चाहिँ गर्ने छु है। प्रश्न नम्बर 4 मा छ लुम्बिनी प्रदेशमा रहेको विश्व रामसार सूचीमा सूचीकृत मानव निर्मित सिमसार क्षेत्र तलको मध्ये कुन हो भनेको छ। यो चाहिँ जगदीशपुर जलाशय चाहिँ मानव निर्मित हो। यो विश्व रामसार सूचीमा सूचीकृत पनि भएको छ है। 20,000 चितवनमा पर्छ, घोडागुडी कैलालीमा पर्छ, कुलेखानी चाहिँ मकवानपुरमा पर्छ। यो विश्व रामसार सूचीमा सूचीकृत छैन कुलेखानी चाहिँ।
प्रश्न नम्बर 5 मा रहेको छ तलको मध्ये कुन लुम्बिनी प्रदेश सरकारले स्वीकृत गरेको संरक्षण क्षेत्र कार्ययोजना हो भनेको छ। यो चाहिँ जगदीशपुर बर्ड सेन्चुरी संरक्षण क्षेत्रको कार्ययोजना हो। यसलाई चाहिँ पंक्षी संरक्षण क्षेत्रको कार्ययोजना पनि भन्छ। यसको विषयमा चाहिँ डिटेल चाहिँ पछिको नेक्स्ट भिडियोमा पनि मैले लिएर आउने छु। एकदमै लजिकल र एकदमै महत्त्वपूर्ण, यही सेटबाट पनि तपाईको एक दुईवटा प्रश्न आउँछन् फाइनली परीक्षामा। तपाईले लेखेर राख्नुस्, नोट गरेर राख्नुस् यो कुरा चाहिँ है। प्रश्न नम्बर 6 मा छ लुम्बिनी प्रदेशको बनइन तलको मध्ये कुन सालमा जारी भएको थियो भनेर छ। लुम्बिनी प्रदेशको बनइन 2078 सालमा भएको थियो। मैले तपाईलाई के भन्न चाहन्छु भने मैले कुनै पनि प्रश्नहरु बनाउँदाखेरि अरूको बुकबाट कपी गर्दैन साथीहरु। मैले आफै अध्ययन गरेर आफ्नो अनुभवको आधारमा धेरै जस्तो प्रश्नहरु बनाउँछु, किनभने सजिलो प्रश्न बनाउन त एन्सर भेटिहाल्छ। मैले चाहिँ के चाहन्छु भने जति सक्दो विद्यार्थीलाई चाहिँ एकदम अलिकति कन्फ्युज खालको र कठिन बनाउने लोकसेवा फाइनल लोकसेवामा चाहिँ झुक्किन सक्ने खालका प्रश्नको मोडालिटीलाई चाहिँ अहिले सोचेर त्यो अनुसारको चाहिँ के गर्ने त भन्दाखेरि अभ्यास गराउने र पछि लोकसेवाको अन्तिम परीक्षा दिन जाँदा विद्यार्थी कोही पनि नझुक्किनु होला भन्ने खालको चाहिँ अभ्यास गराउने चाहिँ मैले जहिले पनि प्रयास गर्छु। त्यसैले मेरो प्रश्नहरु अलिकति बाङ्गो टेढो मेढो र दिमाग ख्याउने खालको हुन्छ। कतिपय साथीले अक्षर बुझ्नुहुन्न, बुझिसकेपछि तपाईलाई त्यो प्रश्नको महत्त्व थाहा हुन्छ, किनभने त्यो मैले बनाएको जस्तो प्रश्नको मोडेल लोकसेवाको अन्तिम परीक्षामा आउँछ अनि बल्ल तपाईलाई त्यसको महत्त्व हुन्छ है त। लुम्बिनी प्रदेश सरकारले तलको मध्ये कुन मितिमा वन सम्वर्धन प्रणालीमा आधारित वन व्यवस्थापन मापदण्ड ल्याएको थियो भनेको चाहिँ 2079 सालमा ल्याएको थियो। अनि प्रश्न नम्बर 9 मा छ लुम्बिनी प्रदेशमा पूर्ण रूपमा नपर्ने संरक्षित क्षेत्र तलको मध्ये कुन हो त भन्दाखेरि ढोरपाटन चाहिँ पूर्ण रूपमा पर्दैन है। ढोरपाटन चाहिँ पूर्ण रूपमा पर्दैन। बाँकी बर्दिया भनेको पूर्ण हो या आंशिक हो, यसको कति क्षेत्रफल लुम्बिनीमा छ कति कर्णालीमा छ यी कुराहरुको विषयमा हामीले पछि छलफल गर्नेछौं। तर अहिले चाहिँ तपाईले उत्तर मान्न पर्ने चाहिँ के हो त सी हो। अनि त्यस्तै प्रश्न नम्बर 10 मा छ मैले तपाईलाई पुनः पनि फेरि जानकारी गराए यदि तपाई एकदम सहुलियत दरमा है सहुलियत दरमा 0 बाट हिरो एकदम विषयवस्तुलाई सामान्यबाट एकदम तपाईले पर्याप्त मात्रामा बुझ्ने गरी तपाई अनलाइन क्लास लिन चाहनुहुन्छ भने अनलाइन क्लास चलिरहेको छ। विशेषताहरु यहाँ छन्, विशेषताहरु हेर्नु होला। सबै विशेषताहरु तपाई पढिहाल्नुहुन्छ। मैले अर्को कुरा भन्न खोजेको कुरा के भने तपाईलाई यही 13 गते चाहिँ यही महिनाको चाहिँ 13 गते बेलुका 8 बजे देखि निशुल्क ओरिएन्टेसन अथवा अभिमुखीकरण कक्षा हुँदैछ। सबैजना साथीहरु चाहिँ यो कक्षामा जोडिनु होला। यो कक्षामा जोडिनको लागि चाहिँ तपाईले फेसबुकमा नेपालीबाट जेपी बुढाथोकी लेखेपछि नेपालीबाट j.p.बुढाथोकी लेखेपछि मेरो नाम आउँछ। त्यो नाममा चाहिँ तपाईले फलो गर्नु होला सबैजनाले। मैले चाहिँ केही बीचबीचमा चाहिँ केही महत्त्वपूर्ण क्लासहरु हुँदाखेरि चाहिँ मैले निशुल्क जोइन गर्दिन्छु धेरै जनालाई। त्यस्तो बेला चाहिँ लिंकहरु आउँछ, त्यहाँ नोटहरु क्वेशनहरु मैले बेला-बेलामा राखिरहेको हुन्छु। तपाईले त्यहाँ फलो गर्नुभयो भने यो ओरिएन्टेसन निशुल्क ओरिएन्टेसन क्लासको लिंक चाहिँ तपाईले 13 गते बेलुका 8 बजे भन्दा अगाडि चाहिँ त्यहाँ त्यो पेजमा चाहिँ पाउनु हुनेछ है त। यति भन्दै प्रश्न नम्बर 10 मा रहेको छ हिउँ चितुवाको वैज्ञानिक नाम के हो भन्ने छ। यो मैले एकदम सजिलो तरिकाले पढाएको थिएँ धेरै जना साथीहरुलाई। आजको फिडब्याकमा पनि तपाईले हेर्नु भयो होला। यस्ता धेरै वनस्पति र वन्यजन्तुको वैज्ञानिक नाम 1 सेकेन्डमै विदिन सेकेन्डमै चैत पार्ने तरिकाले मैले तपाईलाई क्लासमा सिकाउँछु नै हैन। तर आज चाहिँ तपाईले यहाँ के सोधेको छ हिउँ चितुवाको वैज्ञानिक नाम। हिउँ चितुवाले के गर्छ? हिउँ चितुवाले हिउँ पिउँछ रे है। हिउँ चितुवाले हिउँ चाहिँ हिउँ चितुवाले हिउँलाई के गर्छ? पिउँछ। पियु भनेको पिउनु। हिउँ चितुवाले हिउँ पिउँछ भने हिउँ चितुवाको वैज्ञानिक नाम के हो? पियु हो। पियु भनेको जस्तै हेर्नुस् अप्सन ए मा पी छ ठीक, अप्सन बी मा पी छ ठीक, अप्सन सी मा पी छैन गलत, अप्सन डी को अगाडि पी छैन सिधै कट। अब दुईटामा अगाडि पी छ, दुईटामा अगाडि पी छ, पछाडी हामीलाई चाहियो यु, यसमा चाहिँ टी छ, यसमा यु छ। हो यसैले यसको प्रोनाउन्सिएसन गर्न पनि परेन, तपाईले धेरै कण्ठ गर्न पनि परेन, लामा अक्षर पढ्न पनि परेन। एकदम यस्ता धेरै ट्रिकहरु चाहिँ तपाईले परीक्षामा चाहिँ हामीले सामेल गरेर समावेश गरेर लिएर आउने छौं। त्यसैले तपाईहरु सबैजना साथीहरु चाहिँ अनलाइन क्लासमा जोडिनु होला। यो WhatsApp नम्बरमा सम्पर्क गर्न होला क्लास लिनको लागि। यति भन्दै तपाईको अध्ययन चाहिँ एकदम राम्रो रहोस्, सफल रहोस्। हाम्रो भेट पुनः अर्को भिडियोमा हुनेछ। लुम्बिनी प्रदेशका यस्ता धेरै भिडियो लिएर आउने छु। तपाईले यो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला। अहिलेसम्म पनि गर्नु भएको छैन। आजको लागि यो भिडियो हेरिदिनु भएकोमा तपाईहरु सबैजना प्रति चाहिँ हार्दिक धन्यवाद। नमस्ते।